बुझ्दा बुझ्दै बुढाको हात एक ढोकामा कड्किएको बरफले ठ्याक्कै च्यापेर जमाइदियो। साथीहरूले देख्नासाथ हतार हतार उनलाई तान्दै छुटाइदिए। बाँकीले पनि समय खेर फालेनन्। छिटो छिटो ठूलो हतौडा लिएर ढोका फुटाउन थाले। तर सैनिकले ढोका धकेलेर भित्र छिर्नासाथ सबैजना देखेको दृश्यले एकैछिन स्तब्ध परे। कोठा मानौ 100औं वर्षदेखि बरफले ढाकिएको थियो। मानिसहरू सबै आफ्नै अन्तिम मुद्रामा उभिएका, पुरै बरफका मूर्ति बनेका थिए। सबैले निकै सावधानीका साथ भित्र छिरेर अवस्था जाँच्न थाले। तर कुनामा बसेको एकमात्र पुरुष मात्रै केही नभए झै सकुशल भेटियो। बुढाले उसको हातमा रहेको गोलो वस्तु केही फरक देखे। त्यसो भएर हात बढाएर समात्न खोजे। तर अर्को क्षणै त्यो पुरुषले आकस्मिक रूपमा आँखा खोल्यो। त्यसपछि कोठाभरिका सबै बरफका मूर्तिहरू एकाएक अजीब ढङ्गले फुटेर धुलो बने। अँध्यारोमा सुतिरहेको भयावह अस्तित्व